नमस्कार, म चाहिँ घमा दाहाल रिसेन्टली युएसआरएन। म चाहिँ पिसिएल नर्सिङ नागरिक कम्युनिटी टिचिङ हस्पिटल कठाघरबाट गरेको। अहिले चाहिँ म मेडिकेयर हस्पिटलमा मेडिकल सर्जिकल वार्डमा चाहिँ एज अ स्टाफ नर्स चाहिँ काम गर्दैछु। मैले चाहिँ एन्ट्रेक्स सेन्टरको बारेमा चाहिँ मेरो साथीसँगै काम गर्ने साथीको थ्रुबाट र सोसियल मिडियाबाट थाहा पाएँ। त्यसपछि म चाहिँ यहाँ बुझ्न आएँ। यहाँ बुझ्दाखेरि मलाई एकदम राम्रो लाग्यो यहाँको म्यामहरू, यहाँको स्टाफहरू। त्यही भएर चाहिँ मैले चाहिँ यहाँबाट चाहिँ प्रोसेस सुरु गरेँ। सुरु गर्दा एकदम मलाई राम्रो फिल भयो। मैले चाहिँ यहाँ एन्ट्रेक्स सेन्टरमा क्लास लिन थालेँ एन्ट्रेक्स प्रिपरेसनको लागि। त्यो क्लास चाहिँ एकदमै इफेक्टिभ भयो मेरो लागि। एकदम बेस राम्रो बसाइदिनु भयो। त्यो बेसले गर्दाखेरि चाहिँ म युएसआरएन हुनलाई चाहिँ एकदम हेल्प भयो। मैले चाहिँ स्टडी मेटेरियल्समा चाहिँ एन्ट्रेक्स सेन्टरबाट प्रोभाइड गर्नुभएको बुक्स मात्र फलो गरेँ। एन्ट्रेक्स सेन्टरको ड्यासबोर्डलाई मात्र फलो गरेँ। मैले एक्स्ट्रा मेटेरियल्सहरू केही पनि युज गरिनँ। जस्ट एन्ट्रेक्स सेन्टरको ड्यासबोर्ड र क्लास लाई मात्र फलो गरेँ। त्यही बुकलाई मात्र फलो गर्ने। जो स्टडी गर्नुहुन्छ, जो एउटै बुकलाई मात्र कन्सिस्टेन्टली चाहिँ फलो गरेर चाहिँ म एन्ट्रेक्स युएसआरएन हुन चाहिँ हेल्प भयो जस्तो लाग्यो मलाई चाहिँ। अब डिफ्रेन्ट बुकहरू, डिफ्रेन्ट मेटेरियल्सहरू चाहिँ चुज गर्दाखेरि चाहिँ झन् कन्फ्युजन हुन्छ जस्तो लाग्यो। मैले चाहिँ यही बुक्सले चाहिँ एकदम हेल्प गरेँ। यहाँ म्यामले को क्लासले एकदम इफेक्टिभ भएर चाहिँ पास हुनलाई हेल्प भयो। प्रोसेसिङको कुरा गर्दाखेरि चाहिँ प्रोसेसिङमा चाहिँ एन्ट्रेक्स सेन्टरबाटै सबै उहाँहरूले गरिदिनु भयो। एन्ट्रेक्स सेन्टरकै टिमबाट भयो। आफ्नो पर्सनली एफोर्ट चाहिँ केही पनि लाउन परेन। अब पर्सनली टाइम खर्च गरेर प्रोसेसिङकै लागि भनेर चाहिँ दौडिन परेन। त्यसको लागि चाहिँ म धेरै नै खुसी छु। होल एन्ट्रेक्स प्रोसेसिङको लागि चाहिँ हामीले एउटा फोकस हुन जरुरी छ। अनि त्यस फोकस सँगसँगै एउटा चाहिँ हामीले चाहिँ एउटा काम वेमा चाहिँ काम हुनुपर्छ। त्यो प्रोसेसिङ होल प्रोसेसिङमा चाहिँ हामी आत्तिने कहिले होला भनेर आत्तिनु हुँदैन। त्यसमा चाहिँ हामी चाहिँ कहिले नआत्तिकन एन्ट्रेक्स सेन्टरलाई चाहिँ एकदम बिलिभ गरेर अगाडि बढ्यौँ। अनि हामी सक्सेस पनि भयौँ। हजुरहरूलाई पनि एन्ट्रेक्स सेन्टर भिजिट गरिदिनु हुन एकदम अनुरोध गर्दछु। एन्ट्रेक्स सेन्टरमा चाहिँ एकदम स्पेसल इफेक्टिभ गाइडेन्स पाउनुहुन्छ भन्ने चाहिँ एकदम बिलिभ गर्छु। अनि त्यसको राम्रो प्रोसेसिङ, राम्रो क्लासको लागि चाहिँ छिटो प्रोसेसिङ, एकदम इफेक्टिभ गाइडेन्सको लागि चाहिँ एन्ट्रेक्स सेन्टर चाहिँ भिजिट गरिदिनु होला हजुरहरू सबैजनाले। हजुरहरूको प्रोसेसिङ पनि एकदम इजी हुनेछ। त्यो चाहिँ म पर्सनल एक्सपिरियन्सबाट भनिरहेको छु। हजुर पनि एकचोटि भिजिट गरिदिनु होला।